धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, ड्यासमा आसीन सम्पूर्ण अतिथिज्यू, यस कार्यक्रममा उपस्थित आदरणीय सम्पूर्ण प्राध्यापकज्यू, कर्मचारीज्यू, उपस्थित सम्पूर्ण विद्यार्थी साथीहरूमा सर्वप्रथम नयाँ वर्ष 2082 सालको यहाँहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै नवआगन्तुक विद्यार्थीहरू जो सुदूरपश्चिम प्रदेश, विशेष गरी कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबाट आफ्नो उज्जवल भविष्य देखेर यस लम्की बहुमुखी क्याम्पसमा आउनुभएका प्रथम वर्षका विशेषतः विद्यार्थी भाइ बहिनीहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। यहाँहरूलाई यो लम्की बहुमुखी क्याम्पसमा जुन उज्जवल भविष्य देखेर यो क्याम्पसमा आउनुभएको छ, यहाँहरूको भविष्य अनुपम रहोस्। जीवन्त यो लम्की बहुमुखी क्याम्पसलाई यहाँहरूले सम्झिन योग्य बनाएर यहाँहरू यहाँबाट जान यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। र यो लम्की बहुमुखी क्याम्पसका आफ्नै कथा कहानीहरू छन्। यहाँ तपाईहरू उच्च शिक्षा हासिल गर्नका लागि यो क्याम्पस आउनुभएको छ। तपाईहरू आफ्नो समाजको एउटा बौद्धिक व्यक्तिका रूपमा कहलिने उमेरका रूपमा तपाईहरू यो क्याम्पसमा प्रवेश गरिसक्नु भएको छ। सभ्यताको पहिचान दिन तपाईहरूले आफ्नो मेरुदण्डको भूमिका निर्वाह गर्नुपर्ने उमेर तह, एउटा शैक्षिक तह पार गरिसक्नु भएको छ। तपाईहरू अलिकति भए पनि अब संवेदनशील हुन आवश्यक छ। तपाईहरूले आफ्ना इच्छा, चाहनाहरू, अनुरुचिहरूलाई यहाँ चाहिँ प्रस्तुति गर्न आवश्यक छ। त्यो शैक्षिक क्षेत्रमा मात्रै होइन, सर्वाङ्गीण रूपमा यसलाई चाहिँ अगाडि लैजान आवश्यक देखिन्छ। म तपाईहरूलाई आग्रह गर्न चाहन्छु, तपाईहरू उच्च शिक्षा हासिल गर्ने बौद्धिक व्यक्तित्वहरू हो। तपाईहरूले यहाँ भएका थुप्रै कुराहरूलाई हेर्न आवश्यक छ। त्यसमा चाहिँ आफ्ना इच्छा, चाहनाहरू राख्न आवश्यक छ। हिजो कोही सभापतिहरू थिए, बीचमा कोही बने, आज बनेका छन् र भोलि तपाईहरूका बीचबाट अरू विद्यार्थी साथीहरू पनि आउनुहुन्छ। यो समूहका नेतृत्व गर्दै गर्दा भोलि समाजको नेतृत्व गर्ने तपाईहरूको कार्यबोध हुन सक्छ। यसमा तपाईहरूको चेतना स्तरको विकास गर्न आवश्यक छ। आज रमाइला दिनहरू बिताउँदै गर्दा आफ्नो उमेर गएको थाहा हुनेवाला छैन। त्यसै गरी यो क्याम्पसको पनि आफ्ना उमेरहरू बितिरहेका छन्। 2064 सालबाट आज 82 सालमा पुगिसकेको छ। क्याम्पसले थुप्रै चुनौतीहरू सामना गर्दै अगाडि बढिरहेको छ। आज लम्की बहुमुखी क्याम्पसमा थुप्रै समस्याहरू आज पनि जगजाहेर छन्। त्यो लाइब्रेरीको कुरा होस् या शुल्क समायोजनका वृद्धिका कुराहरू, अघि पनि कुरा निस्के। यो क्याम्पसमा 82 दिन क्याम्पस प्रमुख र क्याम्पस व्यवस्था सञ्चालक समितिको कार्यकक्षमा ताला लगाएको बिर्सेका छैनौँ हामीले। त्यति बेला भएका केही सम्झौताहरू त्यो विद्यार्थीका बीचमा हुन् या कुनै राजनीतिक दलहरूसँग हुन्, त्यो कुरा पनि बिर्सेका छैनौँ। तर आज पनि म कता कता मलाई लाग्छ हामी बाहिर बनाउँदा नाराहरू ग्रामीण क्षेत्रका न्यून वर्गका छोराछोरी पढ्ने अनुभूति गरेका हामीले नाराहरू सुनिरहेका छौँ। तर सोभियो निर्वाचन होस् या क्याम्पस सञ्चालक समितिको निर्वाचन होस्, त्यसमा देखेको राजनीतिक नेतृत्वको पहुँच, पावर र दम्बका जुन निर्वाचनहरूमा हुम्बिरहेका छन्, यसले त्यसको आभास विद्यार्थीहरूले गर्न नपाएको चाहिँ मैले महसुस गरिरहेको छु। आज मैले यो कुरा किन राखिरहेको छु भने तपाईहरू, मलाई लाग्छ कैलालीका यो बेलको एउटा मात्रै बहुमुखी क्याम्पसका रूपमा हामीले हिजोदेखि आजसम्म हेरिरहेका थियौँ। आज कता कता बर्दगोरियामा एउटा क्याम्पस सञ्चालन भएको छ। 1 वर्ष पार नगर्दै झन्डै 400 भन्दा बढी विद्यार्थीहरू त्यहाँ भएका छन्। त्यसको रिस डाह र ईर्ष्या त हामीलाई होइन, तर कता कता मलाई लाग्छ आज लम्कीमा एउटा कुनै बेलामा नाम चलेको स्कुल थियो, श्री आदर्श नमुना मावि, आज गुमनाम हुने अवस्थामा भएको छ। भोलि कतै त्यसै गरी लम्की बहुमुखी क्याम्पस गुमनाम हुन्छ कि भन्ने चिन्ता चाहिँ मलाई लागिरहेको छ। यो क्षेत्रमा, शैक्षिक क्षेत्रमा हिजो, आज र भोलि पनि
यो समाजका लागि आफ्नो समय दिन्छौँ भन्ने अभिलाषा हामीले बोकेका छौँ। त्यो अभिलाषामा हिजो यो लम्की बहुमुखी क्याम्पसमा सोभियु सभापति नहुँदा पनि यो क्षेत्रमा यही माटोमा जन्मियौँ, हुर्कियौँ, खेल्यौँ। तर यो समाजका लागि त्यो सानै उमेरदेखि आफ्नो समयहरू बितायौँ। भाग्यले दियो, सबै विद्यार्थी साथीहरूले भरोसा गर्नुभयो। नेपाल विद्यार्थी सङ्गठनले जिम्मेवारी दियो। यो क्याम्पसको 2 वर्षको कार्यकालमा 7 वर्षको समय अवधि सोभियु सभापतिका हैसियतमा तपाईँहरूका बीचमा रहे। रहँदा होस् या नरहँदा होस्, तर विद्यार्थीका पक्षमा, यो समाजका न्यायका पक्षमा, समाज रूपान्तरणका पक्षमा सदैव आफ्नो समय बिताउने अभिलाषा जुन बोकेको छु, त्यही अनुसार आज चाहिँ सामुदायिक विद्यालयहरू, सामुदायिक सङ्घ संस्थाहरू जसरी ओजेलमा पढ्दै गइरहेका छन्, त्योतर्फ लम्की बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विशेष गरी तपाईहरू विद्यार्थी साथीहरूलाई म आग्रह गर्न चाहन्छु। यो चिन्ताको विषयमा तपाईहरूले पनि एक अंश लिन आवश्यक छ। तपाईहरू पनि एउटा जिम्मेवारी तहमा हुनुहुन्छ। तपाईहरू पनि जिम्मेवारीको भारी बोक्न तयार हुनुपर्छ। आज तपाईँभन्दा कान्छो सोभियु सभापति मञ्चमा छन्। मलाई लाग्छ तपेन्द्र प्याकुरेल पनि तपाईहरूको सबैको दायित्व होइन, तपाईहरूको भाइ पनि हो। तपेन्द्रले जति जिम्मेवारी लिन्छ, यो सोभियुमा आएका 15 जना जति छन् तिनीहरूले जिम्मेवारी लिने कुरामा अनि तपाईहरूको एक अंश पर्दैन, तपाईहरूको पनि पर्छ। तपाईहरूको पनि दायित्व हो। त्यो दायित्व बोधसँगै जसरी आज बाहिर हल्ला आएको नमुना मावि मैले सुनिरहेको छु, लम्की बहुमुखी क्याम्पसमै सञ्चालन गर्ने भन्ने कुरा आएको छ। त्यो लम्की बहुमुखी क्याम्पसका लागि गौरवको कुरा हुन सक्छ, तर त्यसमा थपिने चुनौतीहरू, भारहरू या कसैको निर्देशनमा या कसैको घुसपेटमा भोलि केही सीमित स्वार्थका लागि केही थप झुण्ड भारी बोक्नुपर्ने अवस्था हुने हो कि क्याम्पसले? त्यो चुनौतीलाई पनि आज यहाँ सञ्चालक समितिज्यूका उपाध्यक्षज्यू हुनुहुन्छ। थुप्रै क्याम्पसमा हिजोदेखि आजसम्म आफ्नो घर परिवारभन्दा यो क्याम्पसलाई माया मानेर समय दिनुहुने अग्रज व्यक्तित्वहरू यहाँ हुनुहुन्छ। म तपाईलाई विनम्रताका साथ भन्न चाहन्छु, म तपाईहरुभन्दा उमेरले एकदमै सानो छु। मैले यो समाजलाई अहिले पनि बामे सर्दै चिन्ने प्रयत्न गरिरहेको हुँला, तर यो क्याम्पसलाई जगाउनका लागि तपाईहरु अगाडि लाग्नुभयो भने तपाईहरुका पछाडी हामी काँधमा काँध र हातमा हात थमाएर यो क्याम्पसलाई जुन रूपले रूपान्तरण गर्ने पक्षमा तपाईहरु हुनुहुन्छ, त्यो पक्षमा हाम्रो सहभागिता, प्रतिबद्धता, एकीबद्धता रहन्छ। तर निहित स्वार्थमा मैले भन्ने गरेको छु, त्यो हिजो म सोभियु सभापति हुँदा होस् या आज नहुँदा होस्, हिजोदेखि यो क्याम्पस स्वार्थका रूपमा शिकार हुँदै गयो। त्यो शिकार भावी दिनमा नहोस् भन्ने कुरा म राख्न चाहन्छु। मलाई कुनै पनि राजनीतिक स्वार्थ छैन। हिजोदेखि यो क्याम्पसले थुप्रै ती राजनीतिक चुनौतीहरू ठेक्दै यहाँसम्म पुगेको छ। तसर्थ भावी दिनमा क्याम्पसले त्यो चुनौतीहरू ठेक्न नपरोस्। आज एउटा संरचना क्याम्पसले लिइसकेको छ र अब यसमा थप केही शुल्क घट्यो भने विद्यार्थी संख्याहरू साँच्चै सबैको सहभागिता हो। सबैले यो क्याम्पसलाई अपनत्व गर्नुभयो भने जसरी सोभियु निर्वाचनमा अभिभावकहरूको विद्यार्थीको संख्या भन्दा बढी गेटमा बाहिर रहन्छ, त्यसैगरी यो क्याम्पसमा विद्यार्थीको सहभागिता बढाउने अभियानमा उहाँहरूको उपस्थिति रह्यो भने यो क्याम्पसले साँच्चै काँचुली फेर्नेछ भन्ने कुरा राख्दै पूर्ण पनि विद्यार्थी साथीहरूको उज्जवल भविष्यको कामना गर्दै यो क्याम्पसका थुप्रै चुनौतीहरूलाई यो क्याम्पसले निराकरण गर्दै अगाडि बढोस् भन्ने कामना राख्दै आफ्ना भनाई यही अन्त्य गर्दै बिदा हुन्छु। हस्त, धन्यवाद। जय नेपाल। धन्यवाद। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु।